अर्ग्यानिक है अर्ग्यानिक बोल्छु पाहाडमा अर्ग्यानिक हो आगो बालेर यो चाहिँ अब मेन पार्ट यो अर्ग्यानिक रे है प्योर आज पारेको होइन अनि ग्रिन टी यो अर्कै खालको ग्रिन टी हो यो अर्ग्यानिक हो ग्रिन टी ब्ल्याक टी उता अर्कै अर्ग्यानिक बन्दैछ टोलीहरू यतातिर अर्को टोली है भन्दैछौँ है अर्ग्यानिक यो अर्ग्यानिक यो अर्ग्यानिक यो अर्ग्यानिक यो अर्ग्यानिक यहाँ छ अर्ग्यानिक हामी चाहिँ अहिले सुन्तला घारीमा है सुन्तला टिप्दै खाँदा कति खानु वाक्कै भइसक्यो सुन्तला खाँदा नपत्याएको होला तर सुन्तला घारी छौँ हामी साला बिहान हामी सुन्तला घारीमा टिप्दा हातैभरि कान्छीले हातैभरि सुन्तला पुक्कै लाउँदैछु ओ यहाँ यता माथि सुन्तला भोटेभरि हो सुन्तला म अर्कोतिर फर्काएर देखाइन्छ सुन्तला यतापट्टि सुन्तला हेर्नु अब सुन्तला घारीमा बोटमा सुन्तला छ सुन्तला घारीमा गाह्रो छ पाहाडमा सुन्तला नखाउँ भने कहिलेसम्म हाम्रो लागि राखिदिनु भएको रहेछ सानीहरूले भोजपुरको कुन हो यो दावा भोजपुरको दावा अन्नपूर्णमा हामी आज यहाँ कुन सानीको घर अरे जन्तरी सानीको घरमा है सुन्तला घारीमा यता पनि सुन्तला माथि पनि सुन्तला तल पनि सुन्तला दायाँ पनि सुन्तला बायाँ पनि सुन्तला घारीमा है हामी चाहिँ आज यो हाम्रै लागि भनेर सानीले राखिदिनु भएको र अहिलेसम्म नटिपेको भनेपछि फागुनको यत्रो गतिसम्म पनि सुन्तला हाम्रो लागि राखिदिनु भएको छ है यहाँ माथि पनि चाहिँ अझै पनि सुन्तला छ यहाँ पानी पर्न आँटिरहेको छ मौसमले च्यालेन्ज गरिरहेको छ होइन अब कडा त बिहानदेखिको हान्दा वाक्का भइसक्यो है गाह्रो छ है सुन्तला भएको ठाउँमा अर्को खयरको कोदोको बोसो यहाँ रियान्साले चढ्नु चाहिँ मान्छे सुन्तला टिप्दै रुखमा रियान्साले सुन्तला टिप्दै है बोटेमा चढेर सुन्तला अलिकति माथि टेक्नु अलिकति माथि उतारेर गोजीमा हाल्नु छिटो रियान्सा यहाँ सुन्तला घारीमा सुन्तला टिप्दै हो त्यहाँ माथि हो त्यो त टेक्नु सुन्तला माथि पुगिसक्यो छोरी हेर्नु बिस्तारै खुट्टा टेक्नु है हो त्यहाँ यतापट्टि टेक्नु यता हो त्यो त फर्किनु माथि छ सुन्तला टिप्दै सुन्तला बोटमा रिहान्छ माथि छ त सुन्तला होइन त्यत्रो बिग्न माथि सुन्तला छ रिहान्छ यहाँ सुन्तला टिप्दै गरेको अवस्था है हाम्रो छोरीलाई सुन्तला अझै त्यहाँ माथि टेक्नु न त्यहाँ टेक्नु न हो त्यहाँ माथि पछाडिको उता अर्कोमा टेक्नु न उतापट्टिकोमा हो त्यहाँ टेक्नु मैले कसरी पक्रिन्थेँ आएर छिटो सुन्तला टिप्दै रिहान्छ यहाँनिर रुखमा पुग्यो सुन्तला टुप्पामा पुगिसकेर हुन्छ
आज भोजपुरको भैँसी पङ्खामा पुरा धुम्मिरहेको छ है। पुरा अघिसम्म पानी परिरहेको थियो। ओ बुढी भाउजू खै के गर्नुहुँदैछ, साग केलाउँदै के गर्दै। यो चाहिँ दया दिदीहरूको मूल घर है। अनि आज चाहिँ यसको व्यवस्था है। आज वेलकम टु द गुड नाइट हो नेपाली यसको है। तेरो पनि एउटा भिडियो बनाइदिइरहेको नि त, भोलि पछि के होला सम्झना बिर्सना होइन ल है। यस्तै छ जिन्दगानी, मौसम यस्तो छ है। आज यसको व्यवस्था सानो घरमा राम्रै पो छ त हौ, निकै नै गतिलो पो छ त हौ। गतिलो पो छ त आज यसको व्यवस्था है। चल्दैछ उखुट्टै चल्दैछ। अवस्था है। हामी भोजपुरमा छौँ अहिले र यो पराललाई आगो लगाएर यो भारततिर त्यस्तो ट्रेडिसनल छ, त्यस्तो ट्रेडिसनल छ। पराल पहाडको अर्ग्यानिक सुँगुरलाई परालले छोपेर पोलेर यसरी है पराल लगाउँदै चाहिँ छोपेर उतातिर आगोले गर्छ, यता आगोले, तर अलिकति ट्रेडिसनल तरिकाले पराल राखेर टक्कसँगले छोपेर सबै यहाँ गाउँले दाजुभाइहरू, इष्टमित्रहरू, आफन्तहरू व्यवस्था हुँदैछ। अर्ग्यानिक केटा हो तिमीहरूलाई रेडी हुँदैछ है। अर्ग्यानिक पहाडको प्योर अर्ग्यानिक प्योर अर्ग्यानिकै प्योर अर्ग्यानिक बन्दैछ है। अर्ग्यानिक बन्दैछ पहाडमा है। पहाडमा भोजपुर प्योर अर्ग्यानिक रेडी छ है। रेडी दाप्ती खाँदै गर्दा हुन्छ पुरा अर्ग्यानिक। भाग लगाउँदै अर्ग्यानिक भाग लगाउँदै सबै दाजुभाइहरू है, सबैजना बिपिनलाई 9 बजीतिर पर्दा छैन भन्दा हुँदैन कि होइन, भन्नु नि 11 बज्ने बेलामा त फर्काएपछि 9 बजीतिर बनाउनु, त्यति बेला त बनाउनु होलीमा यहाँ पहाडको होली आज फागुन 29 गते भोजपुरको भैँसी पङ्खामा यहाँ छोरीहरू, साना साना भान्जीहरू, यही बधाईहरू यहाँ ह्याप्पी होली मनाउँदै। ल आउनु 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 एउटा फोटो बनाउनु पर्छ सबैजना मिलेर। ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली। छिटो 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 पहाडको होली है रमाउँदै रियन्सा यहाँ साथीहरू। ल छिटो ल यता हेर्नु सबैजना, यता हेर्नु ल।
हामी आज भोजपुरको भैँसी पङ्खाबाट नम्बर 10मा छौँ र यहाँ हामी ससुरालीमा भोजपुरमा हामी यहाँनिर पाहाडको होली खेल्दै छोरी आउनु होली खेल्दै रियान्सालाई छोड सबैलाई यहाँ होली खेल्दै होली रमाइलो गर्दै यता बुहारी बहिनी भाइ आउँदै भन्दै भाग्दै भाग्दै सबैजना कोही भाग्दै कोही खेल्दै कोही खेल्दै कोही भाग्दै कोही खेल्दै खेलाडीहरू यहाँनिर यहाँ खेलाडीहरू यहाँ बहिनीलाई हुँदैन त्यता हुँदैन रमाइलो छ ह्याप्पी होलीमा छ सबैजना ह्याप्पी होलीमा छ है पाहाडको होली पहिलोपल्ट यो है पाहाडको होलीमा छौँ हामी चाहिँ भिडियोमा गर्छ ल हामी चाहिँ ग्राउन्डमा आउँछौँ बल खेल्नुको लागि खेलाडीहरू चाहिँ आइरहेछ अन्त है हामी त्यहाँ बल लिएर आज चाहिँ सर्ट खतरा है अब हामी चाहिँ आज बब्बाले यहाँनिर गेम हुँदैछ खोलाबारी र खोलापारीको अनि म चाहिँ बिचको परेको होइन अनि अब बब्बाले हुन्छ जस्तो छ हामी यो गेमको भिडियो पनि म तपाईँहरूलाई हाल्नेछु अहिले चाहिँ हामी होली खेलेर आएको है त भेटौँ न एकछिन हामी भोजपुरको भैँसी पङ्खामा है नयाँ नेट आएको छ अनि नयाँ पुरानो नेटलाई खोलेर नयाँ नेट गर्ने अवस्थामा होइन अनि अब यो प्लेयरहरू सबै नयाँ छन् पुरानो प्लेयरसँग नयाँ सेट खेल्नुपर्ने हामी चाहिँ अब फुटबलको खोटो भएको मान्छे हल्का अब बाहिरको बल ल्याउने हामी सहयोग गर्छौँ अरू केही नसके पनि हेलो हामी चाहिँ अहिले यो भोजपुर भैँसी पङ्खा वडा नम्बर 10 को चाहिँ भलिबल कोर्टमा आइपुगेका छौँ र खेलाडीहरूको उपस्थिति बिस्तारै बढ्दै गइरहेको छ र यो कोड हिजो मात्र लिएको यो नयाँ हाम्रो यो नेट पनि हो हिजो पनि हामीले यहाँनिर एउटा म्याच खेलेको थियौँ फ्रेन्डली म्याच र आज पनि हामी यहाँ फ्रेन्डली म्याच नै खेल्नेछौँ खेलाडीहरू आउनुहुँदैछ उताबाट है अनि अब यहाँ हामीहरू आज फ्रेन्डली म्याच आज पनि खेल्नेछ पाहाडको अब यस्तै छ समय अनुसार होइन खेल मैदान अनुसार खेलाडीहरूको पोजिसन परिवर्तन गर्दै जानुपर्ने हुन्छ यस्तो डाँडाको बिचमा हेर्न सक्नुहुन्छ तपाईँहरूले यो दृश्य एकदमै मनमोहक दृश्य रहेको छ डाँडाको बिचमा चाहिँ रहेको छ होइन यस्तो बिचमा चाहिँ यहाँ हामीहरूको आज भलिबल फ्रेन्डली म्याच हुँदैछ यो चाहिँ गेम कस्तो भने होली उत्सवको चाहिँ पाहाडको होली उत्सवको चाहिँ यो म्याच हो होइन त्यसैले गर्दाखेरि आज राम्रो छ दुई शून्य भएको छ अहिले यसको अब तल झरेर खेल्नु पर्यो यहाँबाट झरे झरिहाल्छ 4-0 हल्का बचुनमा क्याम्प फायर गर्दै है परिवारहरूसँग लोकल मलाई मनपर्ने कान्जिब्रो प्लस कान्द्रपुरी यो मेरो दाजु है सुन भाइ दाजु दिदी यतातिर है जेठी सासू अनि सालाको मिसेस मेरो बुढी यतातिर पाहुनाहरू क्याम्प फायर गर्दै उहाँहरूको टोली तास खेल्दैछ माथि जुन लागिरहेको छ होइन यस्तै छ लाइफ मेक इट कम्फर्टेबल गाइज एन्ड ह्याभ फन सबैजना है हल्का टुच्च दिएको अवस्था है आमाहरू
यहाँ उमेश काकाको मावा छिपा दिँदै है मेरो भाइहरूसँग हो हल्का वाचिपा दिँदै यो तोङमा चाहिँ अब तेल हालौँ न भनेको मेरो मल्की थियो र अलिकति हेलो 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 एभ्रिवान हामी चाहिँ अहिले पिखुवा पुल यो चाहिँ भोजपुरमा पर्छ जहाँसम्म म मिस्टेक छुइनँ भने यो पिखुवा पुलमा चाहिँ हामी यसको लम्बाइ 21 मिटर मात्र रहेको छ स्थापना मेटिएको छ र यो हाम्रो अहिले भोजपुर ग्रुप यहाँ साला बेना दाजुहरू सबै छौँ हामीहरू होइन काका भतिजहरू सबैजना चाहिँ यहाँ चाहिँ पिखुवा खोलामा हल्का एउटा मुभमेन्ट क्रिएट गरौँ भनेर चाहिँ हामीहरू यहाँ आएको होइन अनि अब सबैजना छौँ रमाइलोको लागि गेन द मुभमेन्ट एन्ड मेक युर लाइफ रिफ्रेस भन्ने जस्तो गेन द मुभमेन्ट एन्ड मेक युर लाइफ रिफ्रेस त्यो एउटा मोटो बनाएर चाहिँ हामी यहाँनिर आएको छौँ होइन अनि सबैजना छ खान्ते पिन्तेको व्यवस्था हल्का फुल्का हामीले साथैमा लिएर आएको छ होइन यस्तो छ हामी एउटा मुभमेन्ट बनाउने भन्ने तरिकाले आएको छौँ त्यहाँनिर तपाईँ देख्नु सक्नुहुन्छ गुप्तेश्वर पनि लेखेको रहेछ यो पिखुवा खोला भनेको चाहिँ हो है तल झुलुङ्गे पनि पुल छ अनि यो पानीमै चाहिँ हामीहरू सम्भवतः मिलेसम्म र भएसम्म चाहिँ हामीहरू फिसिङ पनि गरौँ होइन अब के भन्छ दुवाली छेक्ने भन्ने कुरो पनि आइरहेको छ अब सम्भव कतिको छ सम्भव छ छैन त्यो त समयले बताउने नै छ ढुङ्गाहरू यस्तो छ होइन यो पिखुवा पाहाडको भोजपुरको होइन माथिबाट बगेर आइरहेको छ पानीको बेग मलाई लाग्छ अत्याधिक छ यसमा चाहिँ अब भेट्नु गाह्रो नै पर्छ होला तर पनि अब हामीले यहाँ साथी मेरो सालो मेरो कान्छा सालो सरोज यहाँनिर अन भिडियो बनाउँदै हेलो एकदम एक्साइटेड है म किनभने मेरो यो इच्छा चाहना पनि थियो हजुर अहिले खोला आइपुगेको छ पिखुवा खोला आइपुगेको छ है हामी माछा मार्ने एउटा यो हाम्रो यो प्लान हो तर रमाइलो गर्ने इन्टरटेनमेन्ट गर्ने एउटा इन्टरटेनमेन्ट गर्ने भनेर चाहिँ सबैजना यहाँनिर फेरि सबै रिलेटिभ मात्र सबै रिलेटिभ सब रिलेटिभ है हाम्रो सब टाकटुक रिलेटिभ है टाकटुक रिलेटिभ यो चाहिँ माछा मार्नु अगाडि यसो के अरे इनर्जी ड्रिङ्क लिँदै गरेको अवस्था यो इनर्जी ड्रिङ्क अब पनि थरी थरी म त यो खान्न त म पानी ल्याएको छु मैले पानी ल्याएको छु त खानु म खान्न यो झन् डेन्जर हो खानुहोस् तपाईँहरू खानुहोस् ए ल ल ल बोतल माथि उठाउनु ल रेडी अब यहाँ चाहिँ के भने नि यो अर्कै खालको इनर्जी हो अब यो खाएपछि माछा बाहिर निक्लिन्छ रेडी 1 2 3 उताबाट ल रेडी यो चाहिँ अब होइन अहिले हामी पिखुवा खोलामा छौँ र पिखुवा खोलामा माछा मार्नु अघि चाहिँ यो अन्तर्मनको चाहिँ पूजा गर्नुपर्ने भएकोले गर्दाखेरि ल म त देखिहाल्छु म खान्न भाइ टोलीहरू पिखुवा खोलामा माछा मार्ने क्रममा घन हानेको घनको अगाडिको बेड भाँचिएर त्यो बिडको लागि तयारी गर्दै है त्यसको बिड बनाएर अब चाहिँ पाल हान्ने भन्ने कुरो भयो माछा अझ ठुलो रहेछ है र त अलिक ठुलो रहेछ अलिक ठुलो माछा भेट्यो अहिले है अलिक ठुलो माछा तिमीहरू आज रमाइलो गर्दै गर म यो माछा लिएर आउँछु तिमीहरूको लागि केटा हो होइन तयारी दाँत तिखारेर बसिरहेको है केटाहरू तिमीहरू यसको लागि चाहिँ यो चाहिँ हामीहरूको घनको लागि है हाम्रो भाइ लिएर आउनु हुँदैछ है यसरी हान्दा चाहिँ त्यो माछाको हार्ट एट्याक भएर मर्ने सम्भावना ज्यादा लट्टिने सम्भावना ज्यादा भएर माछाहरू बाहिर निक्लिँदो रहेछ
अनि त्यसलाई चाहिँ प्रयोग निकालिहाल्नु पर्ने है। यो माछा मार्ने लोकल प्योर अर्ग्यानिक तरिका है, यो चाहिँ प्योर अर्ग्यानिक तरिका। घनले ढुङ्गामा हालेर ढुङ्गा पानीभित्र रहेको माछा बाहिर निकाल्ने प्योर अर्ग्यानिक माछा छ। यहाँ हाम्रो माछा त कति भइसक्यो यहाँ चाहिँ है। यो खोलाको माछा है, यो जुम गरेपछि त कति दामी छ नि। एकदम जाडो भइरहेको छ है। यो मुन्दुम ट्रेल मेसको म अहिले चौकीवाको माथि छु। लास्ट इयर पनि म आएको थिएँ होइन, मेरो फन्चुसको साथीहरूसँग तर रनबाट चाहिँ मेरो सहभागिता जनाएका थियौँ। धेरै रमाइलो भएको थियो। अनि आज चाहिँ उज्यालोमै छ होइन, अलिकति हल्का माथिबाट भ्यू खोज्दैछु। यहाँबाट अघि मुन्दुम ट्रेलमा एक्सर्साइज 4 पाउलो टेक्दै माथि चढ्ने हो होइन। ओके ट्रेलमा कुद्दैछु। This is the weather where I'm challenging. Okay, Muндум Trail. Oof! You can see. Last year, the tower. Feeling so excited. तर पनि ब्रिदिङ चाहिँ उपरबाट छ किनभने यो टपमै छु अलमोस्ट। भर पनि छ टप बट ओके सी यू। तपाईँहरू सबै मुन्दुम ट्रेलर्समा सहभागी जनाउनु होला। समय त साथ दिएछ भने तरबाट हामी पनि आउने नै छौँ। लास्ट इयर पनि हामीले सहभागिता जनाएकै हो। यो साल पनि हामी सहभागिता जनाउने प्रयास गर्नेछौँ। हेलो एभ्रिवान, अहिले म चाहिँ मुन्दुम ट्रेल रेसको टपमा छु। तपाईँले देखिरहनु छ पछाडिको भ्यू, सनसेट हुँदैछ है। अहिले म यो टपमा छु। तपाईँले देखिरहनु भएको छ त्यो टावर पनि। लास्ट इयर आई थिङ्क त्यहाँनिर चाहिँ फिनिसिङ भएको थियो होला। अनि अहिले म यहाँ टपमा छु। ओभर जाडो छ अभियसली, तपाईँहरू सबैलाई थाहा भएकै विषय हो। मुन्दुम ट्रेल रेसको यो टपमा निकै नै चिसो छ होइन। अनि म चाहिँ टपमा अहिले आएको छु। यो ट्रेल रेसको पदमार्ग हो जुन पर देखिरहनु भएको छ, त्यो ट्रेल रेसको बाटो। त्यो बाटो राम्रो छैन, योबाट राम्रो छैन, त्यो माथिबाट आएको बाटो हो। हेर्नुहोस्, लास्ट इयर पनि हामी आएको थियौँ त्यो बाटोबाट है। यो साल पनि अब एभ्री इयर्स हुन्छ यो मुन्दुम ट्रेल रेस र हामी आएको छौँ। एन्ड सो ह्याप्पी होइन, किनभने लास्ट इयर पनि आएको थिएँ। अनि लकली यो टाइम पनि
र एउटा सानो भिडियो क्लिप सुनाइहालेको छु र यहाँ चाहिँ इट्स च्यालेन्जिङ यु नो एन्ड आई लभ इट सी यु देयर बाई अहिले हामी भोजपुरको चकेवामा होमस्टेमा छौँ होइन लाइभ मार्छ लाइभ अन्त र हामी अहिले हल्का रमाइलो गर्दैछौँ यहाँ तारा दिदी भेना हुनुहुन्छ है भाइहरू सालाहरू सबैजना काका सुतिरहनु भएको छ है रमाइलो हल्का आज चाहिँ सुनसरीको भन्नाले मधेसको होलीको दिन हामी यहाँ भोजपुरको चकेवामा छौँ चकेवामा हल्का रमाइलो गर्दै गरेको अवस्थामा छौँ है उका 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 रे राइट हामी चकेवामा अहिले रात्रि भोज गर्दै सबैजना इष्टमित्र अहिले सबै फ्यामिली हामी फ्यामिली आज यहाँनिर चाहिँ चकेवामा रमाइलो गर्दैछौँ है सबैजना फ्यामिली मात्र छौँ हामी आज ओके रेन्सा त हेर्नु त डोको बोकेर सानो डोको बोकेर कहाँ जाने छोरी अहिले अब खोला के गर्नु जाने माछा लु हिँड्नु टोली हाम्रो चाहिँ सबैजना रेडी भइसक्यो माछा मार्नु जाने खोला है सबैजना चाहिँ हाम्रो टोलीको डोको बोकेर कोही रक्स जाँड यो चाहिँ जाँड है पुरै जाँड छ यहाँनिर के रक्सी के छ अरे है रक्सी छ उखुकुरी भिडिसक्यो है यहाँनिर ता मेरो बुढी के अरे माछा मार्न जाने रे सामान बोकेर लुगा बोकेर ओढ्ने ओछ्याउने बोकेर हिँड्दैछ है यतै मेरो छोरी हो लु हिँड्नु बेटा अगाडि पाहाडको बाटोमा चाहिँ टुकुर टुकुर डोको बोकेर यता हेर्नु बेटा कहाँ हिँडेको रे खोला के गर्नु कति ल्याउने आज माछा 10 केजी लिएर आउने रे माछा के चाहिँ डोकोमा चाहिँ गन्ध छ बन्दुक र साबुन बोकेछ नहुने लुगा फेर्नु त छैन हो अर्को त आउँदैछ भरिया भरियाले पनि सामान बोकेर छ अलिअलि ऊ उतातिर अर्को टोलीहरू उताबाट बिदा हुँदैछ छिटो छिटो टोलीहरू यो टोली चाहिँ आज फेरि माछा मार्नुलाई डोको उसोको बोकेर सबै Hello guys, welcome back to my channel. It's me Riansa. आज हामीहरू चाहिँ भोजपुरमा छौँ आज चाहिँ हामीहरू माछा मार्न गएको खोलातिर खोलाको नाम के हो सानी अधेरी खोला हजुरहरूलाई थाहा होला अधेरी खोला हजुरहरूलाई थाहा होला उकेर कसको जानकारी जान आँटेको होला गाडी रुकेको होला नि लग्दिन न लग्दिम इटहरी अधेरी खोला हजुरहरूलाई थाहा होला हेलो हामी चाहिँ होइन अहिले भोजपुरको अधेरी भोजपुरको भैँसी पङ्खा वडा नम्बर 10मा 10को अधेरी खोला भन्नेतिर चाहिँ हामीहरू अहिले चाहिँ माछा मार्न जाँदैछौँ सपरिवारै सबै यस्तो छ दुईवटा हातमा लट्ठी लिएर ओह्रालो ओह्रालो झरेको छौँ भरे कहाँसम्म पुगिन्छ सिन देखाइदिनु न उताको डाँडाहरू उता पछाडि हेर्नु यस्तो हुँदैन नि त अनि यसरी अगाडि फर्काइदिनु
स्टे ट्युन गाइस बाई बाई गाइस यहाँ चाहिँ यो हो राम्रो छ ठाउँ भैँसी पङ्खा अब 2 किलोमिटर बाँकी छ गाइस ऊ मम्मीहरू चाहिँ टाढा ऊ त्यो हुन्छ बोल्दै बोल्छ आम्बोज मागाले त बासै काटिदिनु भयो ए छिटो दिदीहरू त पाहुना खानु जान आँटे जतिकै बिस्तारै मामा हाई भन्नु माइजी हाई भन्नु कलेसानी हाई भन्नु हेलो हाय मामा हाई भन्नु सर मामा हाई भन्नु हेलो हेलो म चाहिँ धारा बनाउनुको लागि यो लाँदैछु सोथे माछा मार्नु गइरहेको खोलामा नयाँ तरिकाले हम्बरले ढुङ्गा हानेर माछा पल्टाउनको लागि हम्बर बोकिरहेछु देखाइ नि सक्नुभयो अब के गर्नु होइन त्यसरी ढिलै हिँडेको ओ साँच्ची नै लसिदिनु ढुङ्ग्रो सानो भयो नि त तैँले हजुर सानो भयो आगो फुक्नुलाई कत्रो बनाएको तैँले तँ नबोक्नु टुप्पोको म बनाइदिन्छु भाइ हामी आगो फुक्नु भनेको छ भाइले होइन यो हल्का छ हल्का यसलाई पनि चाहियो यो चाहिँ तल हौ आगो फुक्नु त आगो फुक्नु एउटा ढुङ्ग्रो चाहिँ बोक्नुपर्छ होला साँच्चै पतिर बाँस पाइँदैन ओ मम्मीहरूको खेल्नु मम्मीहरू चाहिँ यहाँ बल्ल बल्ल आइपुग्नु भयो कि ढिलो ढिलो हिँडेर हामीहरू त माछा पक्रिने हो आइ हमरे गाइस मेरो डोकोमा चाहिँ नि गन छ खेल्ने पक्रिनु न बाबा गन अनि साबुन छ नुहाउने त्यति नै हो हामी नि जाम न अगाडि ओ गाइसहरु मलाई नि पठाउनु न यो त तिमीलाई सजिलो बाटो नि रोड अनि त्यो के भन्दा सजिलो बाटो के गर्नु यस्तो बाटो ल्याउँदा अप्ठ्यारो भनेपछि खोला ल्याउँदा कस्तो बाई रामचन्द्र मामा बाई बाई बहिनी बाई बाई मै उमा माइजू हाँ जी ये मेरा दूरबीन है दूरबीन दूरबीन हो दूरबीन See you in the next one. Bye guys. ओ मासु 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 है अर्ग्यानिक आगोमा यहाँ चाहिँ हाम्रो टिम चाहिँ यता छ यताबाट यता यता आइ भन हाई ओ कला आइ भन रियन चाहिँ यता सरज यता सरज मेरो सालो यता मेरो कान्छा सालोको मिसेस प्रेरणा उता मेरो जेठी दिदी उता मेरो यता सालो भाइ है हामी आज यहाँनिर पिखो झन्डै पिखो भनेको छु अधेरी खोलामा रमाइलो गर्दै है माछा मार्दै
माछा मर्नु खोज्दै थियो मर्दा मर्दै भागिहालेर अनि मासुमा चित्त बुझाउने भयौँ आज हामी है। यस्तो छ दामी छ नि हो अँधेरी खोलाको बिचमा हामी अँधेरी खोलाको बिचमा है अँधेरी खोलाको बिचमा के हामीले चाहिँ अब साग हाल्दै है टक्क सिमी साग हाल्दै मासुलाई टक्क पल्टाउँदै यहाँ छ है। यसलाई चाहिँ युट्युबमा हाल्नुपर्छ है सबैको मेमोरीको लागि भोलि पर्सिको लागि। यहाँनिर दया दिदीले चाहिँ टपरी गाँच्दै फेरि पुगेन अरे यहाँ टपरी यति छोएर पनि पुगेन अरे एउटाले आरीमा एउटाले कन्तीमा एउटाले भाँडामा ए पुग्छ दिदी 3टा टपरी छ 4 5 6वटा भयो ए पुगिगयो नि रियन्सालाई सानो टपरी छँदैछ अनि यो टपरीमा तपाईँ करेन्ट खानु नि छोरी। अनि हामी भोजपुरको अँधेरी खोलामा रमाइलो गर्दै भोलि के होला कसो होला थाहा छैन यो भिडियो हेरेर सबैले चित्त बुझाउने हामी वन मान्छे रे। अब हो रिकार्डिसियन भन्दैछ मेरो छोरीले होइन त्यो चाहिँ वन मान्छे पूर्व के अरे मान्छेको उत्पत्ति भएको जङ्गलबाट जङ्गली मान्छेबाट त्यसैले जङ्गली मान्छे शरद भाइमा माछा मार्दैछ अरे अझ भेटेन भने नि ल्याउँछु नै भन्दैछ। सिमी सागमा पाहाडे सुँगुर हालेर झ्याम्की झ्याम है झ्याम्की झ्याम यस्तो छ ल है। कति तपाईँहरूलाई थाहा छ होला भोजपुरको अँधेरी खोलाको मासतिर तलतिर चाहिँ होइन मासतिर है यो अँधेरी खोलाको मासतिर पुलको मासतिर अँधेरी खोलाको पुलको मासतिर हामीहरू यहाँ वनभोज कार्यक्रम के सब्जी पाकिसक्यो है सिमी साग भर्से सुँगुरको अर्ग्यानिक पाहाडको लोकल मासु पाको है पाको साग। अब यो टेस्ट गर्दै नुन टेस्ट गर्दै ओके पर भातमा सेनिटाइज हान्नुपर्छ ल मिठो भएछ अरे मिठो भएछ यहाँ माथिबाट भिर ओर्लिएको छ है भिर पुरै झरेर त्यसको रिक्स बसिदिएको नि त पुरै रिक्समा हामी बसिदिएको अवस्था यो भिर पुरै पाखा झरेको छ त्यही पाखा झरेको मुनि हामी बसिदिएको रिक्स लिएको नि त रिक्स लिएको एउटा मुटी सुत्दै गरेको अवस्था रक्सी लाग्यो मुटीलाई रक्सी लाग्यो ज्याम्मै रक्सी लागेर सुत्दैछ ज्याम्मै रक्सी लागेर सुत्यो। भोजपुरको के अरे अँधेरी खोलामा आज हामी चाहिँ परिवार सपरिवार वनभोज तर वनभोज साथमा फिसिङ पनि आएको माछा भेटिएन त्यसैले गर्दाखेरि हामी लाजिमी साग सिमी साग अनि यहाँनिर लोकल के अरे यो बुङ्गुरको मासुसँग माम बजाउँदै ल हामी मैले खाएँ ल वनभात है हाम्रो गाउँको माछा मार्दै ठुलो भालु 3जना देखेर खानु Firena. Hola. Ya, macam Daddy, क्या हुआ ना थाल? Organic थाल हो. Organic को थाल हेर्नु. मो. Organic थाल. Organic सुँगुरको मासु. भात लाना. बाबाई यस बुढी हामी चाहिँ आज अर्ग्यानिक खानेकुरामा छौँ है ढिँडो खोर्सानी बोसो मासु साग लजिमे साग हैन लजिमे साग टिपेको घाम भयो मलाई चाहिँ लजिमे दले कुमारको खेलाको साग भात लजिमी साग मासु छ खाए ल यहाँ सिबेता त सारै ढिलो बस्यो यहाँ आउन बुढो
खानु दिदी क्या खेल्छ र खाला नि दाइ दिदी खायो ल यता आउनु नि घाममा किन आमा त घाममै बसिरहेको तरकारी हाम्रो टोली उता लौरी टिप जाऊ हाम्रो टोली खाइसकेको अब हामी एउटा फर्किन आँटेको अवस्थामा जाउँ यसै यहाँनिर माछा मार्दैछन् कोही चाहिँ एक टोली माछा मार्दै अझै एकछिन माछा मार्दै हामीहरू यता छौँ हामी यता छौँ है अब हामी फर्केको आजको हाम्रो यहाँ अधेरी खोलाको माछा मार्ने तथा वनभोज कार्यक्रम सकिसकेको छ अनि यहाँनिर चाहिँ हाम्रो टोलीहरू फर्किँदैछौँ अब हामी चुला आगो सागो सबै मारिसकेको है माछा खोज्दैछ माछा नभेटेर तनाव छ माछा नभेटेर है माछा आज माछा सुत्नु गएछ आज माछा माछाले छुट्टी लिएको रहेछ है माछाले आज छुट्टी लिएको रहेछ त्यसले गर्दाखेरि माछा भेट्नु भएन सब पाहाडमा पनि अहिले करेन्ट लगाएर चाहिँ माछा मारेर सब माछा फिनिस है अधेरी खोलामा है अधेरी खोलामा माथिबाट अधेरी खोलाको पानी बगिरहेको छ होइन अधेरी खोलामा माथिबाट पानी बगिरहेको छ है यो माथिबाट अधेरी खोलामा पानी बगिरहेको छ यहाँनिर दुईजना कलाकार अझै पनि माछालाई नै हान्ने तर्खरमा हाम्रो टोली आदि तल झरिसकेको छ है सानीको डोकोमा माइजूको डोकोमा हामी अब फर्केको है फर्किँदै गरेको अवस्था हामी अब फर्किँदै गरेको अवस्था हाम्रो टोली मुभ भइरहेछ है टोलीहरू बिस्तार झर्दै है अब हामी तल गइसक्यो है टोलीहरू कोही माछा मार्ने कोही झोला बोक्ने कोही झर्ने यसरी ढुङ्गाको यस्तो चाकचाक छ बिस्तार झर्ने एकदम रिक्स नलिकन झर्ने है टोली आदि उता पुगिसक्यो आदि यतातिरै छ के खाँदैछ एउटा मोटीले के खाएको मोटी हो के अरे बोट्ने ठोट्ने खाँदैछौ ठोट्ने टिप्दैछ ठोट्ने पाहाडमा ठोट्ने टिप्दैछ ठोट्ने टिपेर खाँदैछ देखाउ त्यता ए ठोट्ने टिपेर खाँदैछ है अधेरी अखुवा खोला पुल है यो चाहिँ पुरानो मेरो मिसेसहरू मामालाई जाँदाखेरिको यो झोलुङ्गे पुल अरे अधेरी खोलाको ल है अधेरी खोलामा झोलुङ्गे पुलमा जाँदै सबैजना लो झोलुङ्गे पुलमा अधेरी खोलाको झोलुङ्गे पुलमा सबैजना जाऊ मोटी पनि झर्दैछ अब फुटबल जत्रो छ मान्छे चाहिँ रमाइलो गर्दै पहिले मामा घर जाने बाटो यो ठाउँ सबैजना है
सबैजना सुत्दै हो। दया दिदी, जुना, त्यसपछि प्रेरणा, रियन्सा, कला सबैजना सुत्दै रमाइलो गर्दै है सबैजना है। यहाँ चाहिँ यस्तो तल मैले जुम गरेर तानेको यसरी नजिकले गएँ। यो चाहिँ यस्तो ठाउँ छ है। आमा छोरी पुरै पुल हल्लाउँदै यति टाढाले जुम गरेको। उहाँ चाहिँ तल केटाकेटीहरूलाई जुम गरेर हेरेको नाच्दैछ मोटी। उसले यो हल्लाएको हो कि आफू हल्लेको थाहै छैन। आमा छोरी हल्लाउँदैछ है, आमा छोरी हल्लाउँदैछ। पुल हल्लाउँदै आमा छोरी। मामा पुरानो पहिले भैँसीपङबाट स्यामसिला जाने यो बाटो रहेछ। यो पुलदेखि, यो पुल चाहिँ पछि निर्माण भएको, यो चाहिँ पहिले रहेछ। यो बाटोबाट चाहिँ जानुपर्ने सबैजना भैँसीपङबाट स्यामसिला जाने नानगर जाने बाटो है यो चाहिँ। अनि यताबाट चाहिँ यसो पर माथिबाट जाने बाटो यो बाटो है सिधै है। भैँसीको पङ्खा, भैँसी पङ्खा, गाउँघर हेर कोही छैन। रोडै दुईजना तलबाट आउँदैछ। यो माथि बारेको ठाउँ चाहिँ भलिबल ग्राउन्ड है। माथिको चाहिँ भलिबल ग्राउन्ड हो। यो रोड बनिएको छ है। रोड पुरै छ अहिले त भैँसी पङ्खामा पर गाउँ हो। घरहरू जुम गरेको है। यो चाहिँ रोड तल छ। यता घरहरू पारी पारी घरहरू छ। यो जुम तानेको मात्र हो। यता घरहरू छ। भैँसी पङ्खा छेउमा घर छ। ल है हाम्रो टोलीहरू यता कोही आउँदैछ। कलेरो यस्तो खेलाडीहरू छ हाम्रो। कलेरो छैन, केही छैन, हावा मात्र चलिरहेको छ। सानो डोको बोकेर आउँदैछ मेरो बुढी। आज पनि एउटा कुखुराको हत्या भएको छ। सरोज भाइद्वारा चाहिँ आज यहाँनिर एउटा कुखुराको हत्या भएको छ। झुन्डाउँदैछ सरोज भाइले। हेर्नु न, लोकलले वाचिबाको लागि निकालिसकेको, बाँकी रहेकोलाई चाहिँ अब चट्टसँगले बनाएर सुप मात्र सुपै। आगो त अर्ग्यानिक छँदैछ, के भनिरहनु होइन। यस्तो श्यामशिलामा छौँ आज हामी। श्यामशिलाको डाँडामा थिएँ, कान्छी गणेश सानीकोमा छौँ होइन। त्यही यो अब बादल तल छ भने चाहिँ हामी कति उचाइमा छौँ भन्ने कुरो के भनिरहनु होइन। तल बादल छ है, बादल तल छ, हामी माथि छौँ। यस्तो यहाँनिर है सानो भाइ यता हुनुहुन्छ है। सानो भाइ यता हुनुहुन्छ। यहाँ सरोज भाइले आज हत्या गरेको छ। आज एउटा भोलि केस के लाग्छ भन्ने कुरो थाहा छैन। आज चाहिँ हत्या चाहिँ भएको छ। तितेको लागि अघि निकालिसकिसकेको छ चुला होइन। अब यसपछि अब बाँकी रहेकोलाई चाहिँ चट्टसन। हामी भोजपुरको अब श्यामशिलामा छौँ हामीहरू होइन। चट्टसँगले डाँडामा छ घर। डाँडामा यो डाँडा छेउमै छ, रुखै छेउ डाँडा हिँडेर यही डाँडामै छौँ हामी। डाँडामै छौँ। यतै कलाकारहरू यतातिर पनि छौँ। उही भुडी त नाइ पाउने छु जता हो। के भन्थ्यो ज्याकेटले गर्दा भन्थ्यो।
अनि यता छ बन्दैछ है बन्दैछ लोकल बन्दैछ पेट घटाउ भनेर पाराको झन् खाएको खाएँ मोटा